हेलो एभ्रिवान, सबैलाई चाहिँ शुभ साँझ। अहिले चाहिँ आज चाहिँ हाम्रो मेजरमेन्ट अफ द स्ट्यान्डिङ ट्री भनेको छ। यसमा चाहिँ कुनै पनि खडा रुखको चाहिँ कसरी त्यसको चाहिँ हाइट निकाल्ने, स्ट्यान्डिङ ट्रीमा जहिले पनि त्यसको हाइट निकाल्ने हुनुपर्छ। त्यही भएर चाहिँ हाइट निकाल्ने हुन्छ। अनि हाम्रो यो विषय अन्तर्गत चाहिँ हाम्रो अन्तिम वार्षिक परीक्षामा चाहिँ मुख्य रूपमा आइराख्ने एउटा प्रश्न पनि हो, जसमा चाहिँ लगभग 6 मार्क्सको विगतका पुराना प्रश्नहरूमा चाहिँ सबभन्दा दोहोरिएको प्रश्नमध्ये एउटा चाहिँ के छ भनेपछि मेजरमेन्ट अफ द स्ट्यान्डिङ ट्री छ। यिनीहरूको हाइट निकाल्ने, अनि त्यसको एङ्गल निकाल्ने, र त्यसको चाहिँ कुनै पनि ट्रीदेखि लिएर ट्रीदेखि अब्जर्भरसम्मको त्यसको डिस्टेन्स निकाल्ने भनेर त्यस्तो आएको हुन्छ। त्यसैले चाहिँ मैले यसो स्याम्पल यसो हेर्दाखेरि अनि मैले एउटा उदाहरण सल्भ गर्दै ल्याएको छु। अनि जसमा चाहिँ एउटा यस्तो छ, जसमा चाहिँ कस्तै क्वेसनहरू आछन् भनेपछि फाइन्ड द, यो 2000 कतिमा आछ, 73मा आछ। 2000 यो 81-82मा पनि यस्तै क्वेसनहरू आछन्। हल्का योभन्दा चाहिँ हल्का फरक छ त्यो क्वेसन, त्यो पनि गर्नुपर्छ, बिस्तारै गरौँला। अनि सबभन्दा पहिले यो चाहिँ सजिलै छ, त्यही भएर चाहिँ मैले 2073को चाहिँ यता साधार प्रकट गरेको छु, जसमा चाहिँ फाइन्ड द हाइट अफ द ट्री, हाइट हो है यो, फाइन्ड द हाइट अफ द ट्री इफ द फरेस्टर स्ट्यान्डिङ 30 मिटर अवे फ्रम द ट्री लुकिङ टु द टप अफ द ट्री मेकिङ एङ्गल्स अफ 45 डिग्री एन्ड द, अनि यो के अरे कोष्टकमा दिएको छ, द हाइट अफ द अब्जर्भर इज 1.1 हो है, 1.75 एन्ड 75 छ। यो चाहिँ 2073। यस क्वेसनले के भन्यो त भनेपछि कुनै पनि खडा रुखको चाहिँ हाइट निकाल्नुहोस्, हाइट चाहिँ कति हुन्छ त्यो निकाल्नुहोस्। यदि चाहिँ एउटा अब्जर्भर त्यो रुखदेखि 30 मिटर टाढा यति टाढा बसेको छ, र त्यसले चाहिँ त्यसको रुखको टुप्पालाई हेर्दाखेरि त्यसले चाहिँ 45 डिग्री बनाएको छ, र रुख र अनि त्यसको अब्जर्भर भन्नाले, यदि अब्जर्भरमा हामी जोसुकै पनि हुन सक्छौँ, हामी एउटा फरेस्टर पनि हुन सक्छौँ, हामी सामान्य विद्यार्थी पनि हुन सक्छौँ, हामी जस्तै रेन्जर पनि हुन सक्छौँ, जो पनि हुन सक्छ, जसले चाहिँ एउटा के गर्छ भनेपछि तिनीहरूले चाहिँ एउटा अब्जर्भर, रुखको चाहिँ अब्जर्भ गर्ने क्या, हेर्ने मान्छेलाई चाहिँ के अरे अब्जर्भर भनिन्छ। यसमा चाहिँ हाम्रो फरेस्टर लगेको छ, जसको चाहिँ यसको हाइट चाहिँ कति छ, 1.75 छ हो। यसको चाहिँ टोटल हाइट, यसको हाइट चाहिँ कति हुन्छ त हो, यो चाहिँ क्यालकुलेसन गर्नुपर्ने हुन्छ। यति मात्र गर्ने हो भने चाहिँ हामीले के हुन्छ, 4 मार्क्स फुलफिल ठ्याक्क आउँछ। यदि हामीले यो गरेनौँ भने यसकै सट्टा चाहिँ हामीले अरू थ्योरिटिकल क्वेसनहरू चाहिँ हामी सल्भ गर्दै जाने हो भने चाहिँ हामीले एकदम गाह्रो हुन्छ, र समय पनि धेरै लेन्थी जान्छ। त्यही भएर चाहिँ हामीले यो गर्ने, अनि सजिलो पनि सजिलो छ, हामीले 9-10 क्लासमा पढिसकेको कुरो, अनि फर्स्ट इयरमा पनि हामीले पढिसकेका छौँ। अनि अब चाहिँ यसलाई चाहिँ सल्भ गर्नको लागि सबभन्दा पहिले के गर्नुपर्छ भने चाहिँ यो यो के अरे ठिटाहरू आएको छ, एङ्गलहरू आएको छ। त्यसैले चाहिँ हामीले सबभन्दा पहिले यसको बेसिकमा जाँदाखेरि के गर्नुपर्छ भने चाहिँ सम इम्पोर्टेन्ट फर्मुलाहरू छन् यिनीहरू होइन, केही मुख्य हल्का यसमा चाहिँ हामीले प्रयोग गर्नुपर्ने, नहुनुपर्ने, हामीले याद नहुने फर्मुलाहरू छन्। यिनी चाहिँ कति 4, यिनीहरू यो कस साइन कस टेनको टेन थिटा, यिनीहरूको मात्रै याद गरे पुग्छ हामीले। अनि यो सबै ठिटा साइन कस टेन गरेर चाहिँ ठिटा 0 साइन 0 डिग्री इक्वल टु 0 हुन्छ, साइन 30 डिग्री इक्वल 1/2 हुन्छ, अनि साइन 45 डिग्री इक्वल टु 1/√2 हुन्छ, अनि साइन 60 डिग्री इक्वल टु √3/2 हुन्छ, अनि साइन 90 डिग्री इक्वल टु 1 हुन्छ। कस यसरी नै कसको पनि कस थिटा इक्वल कस 0 डिग्री इक्वल टु 1 हुन्छ, कस 30 डिग्री इक्वल टु √3/2 हुन्छ, कस 45 डिग्री 1/√2 हुन्छ, कस 60 डिग्री इक्वल टु 1/2 हुन्छ, र कस 90 डिग्री इक्वल टु 0 हुन्छ। र टेनको पनि
tan 0 डिग्री इक्वल टु यसरी यसरी हुन्छ। यो सबै याद गरेर राख्ने। यो मेन चाहिँ यो फर्मुलाहरू भन्छु। यो के अरे यिनीहरू चाहिँ फिक्स यिनीहरूको मान हो। यो चाहिँ याद गरिराख्नुपर्छ हामीले, सजिलो छ। हामीले जसरी नै कस्तो भनेपछि यो साइनको ठ्याक्क उल्टो चाहिँ कस हुन्छ, अनि साइनको ठ्याक्क उल्टो चाहिँ कस हुन्छ, र साइन बाई कस चाहिँ कट के अरे टेन हुन्छ कि हो। त्यो यो यस्तो नगरे पनि हामीले के गर्ने भनेपछि, जस्तै हामीले 0 डिग्री यहाँ छ भनेपछि ठ्याक्क यहाँ 0 यहाँ छ 90 मा, अनि यहाँ 1 छ भने यहाँ 1 छ, यहाँ 1/2 छ भने यहाँ 1/2 छ, अनि यहाँ √3/2 छ भने यहाँ √3/2, अनि 1/√2 यो मात्र सिमिलर छ। अनि यो यसले भाग गर्दाखेरि 1 हुन्छ, अनि यो √3/√3 छ 1/√3, अनि 0 इन्डेफिनेट। यति मात्रै अन्तर छ, अरू केही पनि छैन, सिम्पल छ। अब चाहिँ हामीले के गर्नुपर्छ भनेपछि, अनि चाहिँ अर्को कुरो हामीले थाहा हुनुपर्ने के छ भनेपछि, यो चाहिँ हाम्रो के हो, यो चाहिँ हाम्रो के हो, एउटा त्रिभुज हो, समकोण त्रिभुज हो, राइट एङ्गल ट्रायङ्गल हो। यसमा चाहिँ के हुन्छ भनेपछि एउटा कोण चाहिँ के हुन्छ 90 डिग्रीको हुन्छ, अनि यताको चाहिँ ठिटा हुन्छ, यताको ठिटा हुन्छ। र अब यसमा चाहिँ बेस, हाइट र पर्पेन्डिकुलर चाहिँ बेस, पर्पेन्डिकुलर र हाइपोटेनियस चाहिँ हामीले थाहा हुनुपर्छ। कुन चाहिँ हाइट हुने, कुन चाहिँ बेस हुने, कुन चाहिँ पर्पेन्डिकुलर हुने भन्ने, त्यो चाहिँ हामीले निश्चित हुनुपर्छ। कोही हाम्रो साथीहरूलाई चाहिँ हल्का थाहा हुन्न, त्यो चाहिँ हल्का सामान्य छ। यसमा चाहिँ कस्तो गर्ने भने चाहिँ यो जस्तै 90 डिग्री छ, 90 डिग्री छ, 90 डिग्रीको सामुन्ने जहिले पनि के हुन्छ, हाइपोटेनियस हुन्छ। हाइपोटेनियस भनेको एच, हाइपोटेनियस भनेको कर्ण हो, जो सबभन्दा लामो यो लामो हुन्छ। यसले चाहिँ के भन्ने चाहिँ, यो चाहिँ हाम्रो के हुन्छ, हाइपोटेनियस हुन्छ। अनि चाहिँ जो यो ठिटा हुन्छ नि, ठिटा र यो 90 डिग्रीको यो सम्बन्धमा जो हुन्छ, यसलाई चाहिँ बेस भनिन्छ। बेस भनेको आधार हैन। अनि जो यो ठिटाको सामान्य भाग हुन्छ नि, यो सामान्य भाग चाहिँ पर्पेन्डिकुलर भनिन्छ। पर्पेन्डिकुलर भनेको यो हाइट हो, कुनै पनि चिजको हाइट पनि भन्न सकिन्छ। हामीले यता स्ट्यान्डिङ ट्रीको चाहिँ हामीले क्यालकुलेसन गर्दाखेरि हामीले के बुझ्न सक्छौँ भने चाहिँ यसले चाहिँ हाइट बुझ्न सक्छौँ। अब चाहिँ हामीले अगाडि बढ्नुपर्छ। अब हामीले अर्को चिज के याद गर्नुपर्छ भने, यो एउटा चिज भयो, यो दोस्रो यिनीहरू चाहिँ के हुन् भनेर थाहा पाउनु पऱ्यो। अनि तेस्रोमा के छ भने चाहिँ साइन थीटा भनेको के हो त, साइन थीटा भनेको p/h हुन्छ जहिले नै। अनि कस थीटा भनेको के हो त, कस थीटा भनेको b/h हो। अनि टेन थीटा भनेको के हो, p/b हो। त्यो यति नै हामीले याद गर्नुपर्छ। अरू त्यति धेरै हाम्रो ट्रिग्नोमेट्री जस्तो अनि फर्स्ट इयरमा पढे जस्तो हामीले, अनि 9-10 क्लासमा हामीले अप्सनल लगे जस्तो हामीले त्यस्तोहरू पढ्नु पर्दैन, सामान्य पर्छ। साइन थीटा भनेको p/h हो, अनि कस थीटा भनेको b/h हो, टेन थीटा भनेको p/b हो। अझै पनि यसमा हामीले प्रयोग गर्नुपर्ने के हुन्छ भने चाहिँ, सबभन्दा धेरै चाहिँ हामीले प्रयोग गर्नुपर्ने, अनि हामीले अहिलेसम्म चाहिँ ओल्ड क्वेसन सल्भ गर्दाखेरि लगभग 10-12 वर्षका ओल्ड क्वेसनहरू सल्भ गर्दाखेरि हामीले सबभन्दा धेरै चाहिँ आएको चाहिँ, सबभन्दा धेरै भन्दा पनि आएको मध्ये सबैभन्दा क्वेसन आएको छैन, यदि आएछ भने चाहिँ टेन थीटाको मात्र प्रयोग गरेको छ, जसले चाहिँ p/b भन्छ। अब चाहिँ अगाडि बढौँ। हो यसरी चाहिँ यिनीहरू सबै गर्नुपर्छ भनेपछि आफै सल्भ भइहाल्छ बिस्तारै हैन। अब चाहिँ के गर्ने भनेपछि, यहाँ के छ भने चाहिँ अब यहाँ फाइन्ड द हाइट अफ द ट्री इफ फरेस्टर स्ट्यान्डिङ 30 मिटर अवे फ्रम द ट्री एन्ड लुकिङ एट द टप अफ द ट्री, लुकिङ एङ्गल अफ 45, द हाइट अफ द अब्जर्भर 1.75 भनेको छ भनेपछि, अब चाहिँ सबभन्दा पहिले के गर्ने भनेपछि, कुनै पनि आफूले सल्भ गर्नु छ भने चाहिँ पहिले राम्रोसँग क्वेसन पढ्ने। अनि त्यसपछि चाहिँ यहाँ यो ट्रिग्नोमेट्रीको क्वेसनहरू आएको छ भने के गर्ने, सबभन्दा पहिले यहाँ फिगर बनाउने। यो चाहिँ फिगर बनाउने। यो फिगर बनायो भनेपछि लगभग 50% चाहिँ बनिहाल्छ आफै नै, सजिलो हुन्छ पनि। अब फिगरमा के भनेको छ, फिगरमा हामीले बनायौँ। सबभन्दा पहिले के गर्यौँ, यो एउटा चाहिँ
त्रिभुज बनायौँ जसमा चाहिँ फेरि यसको अझै तल चाहिँ 1.75 भनेको यसको मान्छेको हाइट छ। हाइटबाट यति आँखाले चट्ट हेरेछ भनेपछि यो पनि बनायौँ होइन। अनि यसको कोण चाहिँ 45 डिग्रीको कोण बनाएको छ। अनि यहाँबाट अब्जर्भरदेखि रुखको सम्म दूरीको चाहिँ 30 मिटर दूरी छ भनेर लेखिसकेका छौँ। अब चाहिँ हामीले गिभन यहाँ के क्वेसनमा दिएको छ त्यो सबै लेखिसक्यौँ। डिस्टेन्स बिट्विन अब्जर्भर एन्ड ट्री 30 मिटर, हाइट अफ द फरेस्टर के छ 1.75, अनि एङ्गल अफ इलिभेसन यसको भन्नाले उन्नतांश कोण हामीले नेपालीमा पढेको होइन। उन्नतांश कोण कति छ त 45 डिग्री छ। अनि औन्नतांश कोण दिएको छैन है, उन्नतांश कोण मात्रै दिएको छ किनकि मान्छेले माथि चट्ट हेरेको छ। अनि चाहिँ अब चाहिँ हामीलाई फर्मुला थाहा छ tan थीटा इक्वल टु के प्रयोग हुन्छ भने चाहिँ हामीले tan थीटा मात्र किन प्रयोग गरौँ त, किनकि हामीले निकाल्नु पर्ने चाहिँ पी हो। पी भनेको परपेन्डिकुलर, अनि चाहिँ हामीलाई परपेन्डिकुलर अनि चाहिँ यहाँ बेस दिएको छ त्यसैले चाहिँ tan थीटा प्रयोग गरेको छौँ। यदि चाहिँ हामीले यदि पी निकाल्नु पर्ने हो तर चाहिँ एस दिएको छ भने चाहिँ एस दिएको थियो भने चाहिँ हामीलाई सजिलो हुन्थ्यो, अझै नै सजिलो हुन्थ्यो। यो एसबाट पनि निकाल्न सकिन्थ्यो तर चाहिँ यता के दिएको छ पी बाई बी दिएको छ, त्यही भएर चाहिँ पी निकाल्न सजिलो हुन्छ। tan थीटा प्रयोग गऱ्यौँ। tan थीटा इज इक्वल टु पी बाई बी हुन्छ। हामीलाई सूत्र थाहा नै छ हाम्रो यता। अनि हाम्रो यता tan थीटा इज इक्वल टु tan थीटा इज इक्वल टु के हुन्छ tan थीटा इज इक्वल टु पी बाई बी भनेका छौँ होइन। अनि त्यसपछि चाहिँ tan थीटाको सट्टा हामीले के छ माथि 45 डिग्री छ अघि नै। अनि इज इक्वल टु पी सूत्रमा जस्तै पीको पी हामीले माथि निकालेका छैनौँ। अनि पी माथि हामीले निकालेका छैनौँ। अनि बी भनेको बेस है, यो क्यापिटल नहुनु पर्ने हो, खासै स्मल लेटर हुनुपर्ने हो। र बी चाहिँ के छ 30 छ। बी भनेको बेस मान्छे के अरे रुखबाट, यो रुख हो, रुखबाट मान्छेसम्मको दूरी चाहिँ कति छ 30 मिटर छ। त्यही भएर चाहिँ हामीले 30 लेख्यौँ। अनि चाहिँ 30 लेखिसकेका छौँ। अनि त्यस पछाडि tan थीटा। अब चाहिँ tan थीटा tan 45 डिग्री छ है। tan 45 भनेको के हो त, हामी यता हेरौँ। tan 45 है, tan जस्तोको त्यस्तै छ। tan को 45 डिग्री, tan को 45 भनेको 1 हो, tan को 0 भनेको 0 हो, tan को 45 भनेको 1 हो। त्यसैले 1 राखिसकेका छौँ। अनि ठ्याक्क tan 45 भनेको 1 भयो। त्यसैले चाहिँ पी हामीलाई निकाल्नु पर्ने छ। अनि 30 चाहिँ बेस छ त्यसैले पुट गरिसक्यौँ। अनि पी इक्वल टु यो क्रस गर्दाखेरि के हुन्छ, यसले यो उता गएर गुणा हुन्छ। अनि पी इक्वल टु 30 इन्टु 1 इक्वल टु 30 हुन्छ। पी इक्वल पी भनेको के हो त्यसको माथिको हाइट। पी इक्वल टु हामीले 30 निकाल्यौँ। अब चाहिँ हामीले के गर्ने भनेपछि माथि मान्छेले के अरे क्वेसनमा के सोधेको छ भनेपछि त्यसको टोटल हाइट कति हुन्छ त, टोटल हाइट कति हुन्छ भनेछ। यदि